बाहिर बसेपछि 5 दिनमा भ्रष्टाचार रोकिन्छ भन्ने, 5 दिनमा यो गर्न सक्छौं त्यो गर्न सक्छौं भन्ने, 5 दिनमा बलात्कारी समाउन सक्छौं भन्ने, 5 दिनमा यो गर्दिन सक्छौं भन्ने तोक्ने, जनताको मन जित्ने, अनि त्यो कुर्सीमा गइसकेपछि फेरि पुरानै शैली भएपछि जेन्जी होइन अब हामीले सहन्छौं र सहदैनौं नि। हामीलाई पनि त्यही हो। भोलि बिहान बिन्दु कार्की मर्यो, यतातता गर्यो, बिन्दु कार्कीले यसरी बोल्यो, यहाँ बोल्यो, त्यसलाई सिध्याइदिनुपर्छ भन्ने हो। हिजो आशिका तामाङले के गर्यो? बोलेको भरमा लिएर थुनेको होइन। अहिले आशिका तामाङले कतिको घाउमा मलम लाउनु भएको छ, त्यति पनि छैन बुद्धि। जनताले के चाहेका छन्? यही हो। फेरि अहिले यिनीहरू त यो बुझ्नु पर्यो के हिजो अब चाहिँ देश फेरि अर्को रणभूमि बन्दैछ जानै थाल्ला छ त। तपाईले के बुझ्नु भएको छ? हामीले बुझेका छौं। शान्तिको सास फेर्न पाइएला भनेर जेन्जीले आन्दोलन गरेर सयौं आमाका काखहरू रित्ता भएका हुन्। रगतमाथि खेलेर खेलबाड गर्ने देशलाई, जनतालाई बाहिर एउटा बोल्ने भित्र अर्को गर्ने, सकिन्न भने काम गर्न सक्दैनौ भने भयो त हात उठाउनु। काम गर्ने मान्छेहरू आउँछन्। गोली हान्न आदेश दिनुभन्दा पहिला आत्मसमर्पण गरेर जनताको सामु हात उठाइदिए हुन्छ नि त। नेतृत्व लिन कोही चाहँदै नचाहेको बेलामा त सुशीला कार्की प्रधानमन्त्री जबरजस्ती बन्नुभयो भन्ने पनि छ। अब जबरजस्ती बनाइयो कि जबरजस्ती के गर्यो त्यो त आउँदैछ त, समय आउँदैछ त, समय आउँछ नि त। विचार गर्नुस्, धैर्य गर्नुस्। तर हाम्रो लागि काम खै भन्न खोज्या के? आज शान्ति होला भन्यो झन, भोलि शान्ति होला भन्यो झन चर्को। उही पुरानो शैलीमा दोहोरिने भयो। तपाईहरु अरु केही नभनौ, तपाई हामी यो देशको नागरिक हो, बुझ्नु भएन? यो देशको नागरिक भइसके पछाडी हामीले खोजेको के भने भ्रष्टाचारी हत्यारालाई थपक्कन सक्छ। संरक्षण दिन सक्नेले समान त सक्दैन, बचाउन सक्नेले समान सक्दैन। सक्छ नि, के को डर? झन गुण्डा गर्दै गएर जसले बोल्यो उसैलाई सिध्याइदिन्छु, जसले बोल्यो यसैलाई यो गरिदिन्छु भन्ने मान्छेहरु बाहिर आउनु भएको छ। तर म अर्को कुरा पनि यो भनिदिन्छु, के भन्छु भने मित्र, देश विदेशमा जति पनि रहनु भएको छ, मेरो एउटा माग फेरि निर्वाचन हुन्छ या हुँदैन यही सरकारलाई थाहा होला। यदि निर्वाचन भयो भने चुनावको घोषणा भयो, अब त्यो घोषणा त भयो, घोषणा भए अनुसार काम हुँदैन क्या। निर्वाचन आयोगले तालिका दियो। निर्वाचन आयोगलाई चाहिँ उहाँहरूले कानुन भन्दा सँगै बसेर कसरी काम गर्दिनुहुन्छ भन्ने कुरा हो त नि। त्यो त्यहाँसम्म त पर्खिनलाई चाहिँ जनताको लागि काम गर्दै जानु पर्यो नि त। त्यो त देखिनु आशा छैन नि, छ। संकटकाल भन्दा अझै चर्को छ यो बेला।